आज बिहान गगन थापाले एउटा भिडियो हाले। स्वास्थ्य बीमा सम्बन्धी राखेको त्यो भिडियोमा गगन थापाले के भनिरहेका थिए त भन्दा, यो स्वास्थ्य बीमा चाहिँ म चाहिँ युनिभर्सल गराउन चाहन्छु भने मतलब नेपाली सबैले त्यो स्वास्थ्य बीमा लिनुपर्ने र चाहिँ भोलि चाहिँ तपाईँको चाहिँ कोही तपाईँ बिरामी हुनुभयो, तपाईँले प्रिमियम त महिना तिर्न पर्यो। तर कोही बिरामी भएको खण्डमा एकदम अचाक्ली पैसा तिर्न नपर्ने एउटा सिस्टम लिएर आउँछु भनेर भिडियो हाल्नुभयो। त्यो भिडियो सामान्य लाए पनि त्यो एकदमै असामान्य नेपाललाई चाहिँ दूरगामी असर पर्ने खालको भिडियो हो। असर पोजिटिभ पनि हुनसक्छ र नेगेटिभ पनि हुनसक्छ। पोजिटिभ यस मानेमा कि त्यो चाहिँ युरोप हुने कि अमेरिका हुने हेल्थ केयर सिस्टममा चाहिँ युरोप जस्तो मोडलमा जाने कि अमेरिका जस्तो मोडलमा जाने भन्ने हो। फेरि युरोप जस्तो मोडलमा हेल्थ केयर सिस्टममा गयो भन्नेमा ओहो ल हेल्थ केयर सिस्टम चाहिँ युरोपको जस्तो मोडलमा गयो भन्ने होइन। त्यसले यस्तो दूरगामी असर पार्छ नेपालको पुरै पोलिटिकल स्ट्रक्चरलाई, नेपालको पुरै तपाईँको अर्गनाइजेसनल क्यापासिटीलाई होइन कि त्यो तपाईँको चाहिँ यदि सिम्पल छैन क्या। अमेरिकामा तपाईँको भन्नुभयो भने तपाईँले प्रिमियम तिर्नुहुन्छ, इन्सुरेन्सको प्रिमियम प्राइभेट हो यहाँ चाहिँ। तपाईँले जति तिर्नुभयो अनि त्यसपछि तपाईँ जानुहुन्छ कोपे भन्ने हुन्छ। बेसिकली तपाईँले पैसा तिरेको होइन। त्यहाँ तपाईँको चाहिँ तपाईँ बिरामी हुनुभयो भने तपाईँ ब्याङ्क्रप्ट हुनुहुन्छ, तपाईँ चाहिँ अलि गहन रोग लाग्यो भने सक्यो जिन्दगी जस्तो हुन्छ। किनभने तपाईँको खल्तीबाट पैसा तिर्दा हैरान हुन्छ। गभर्मेन्टले सर्टेन हेर्छ, हात ठडाएर म केही गर्न सक्दिनँ भन्न पाइन्छ, तर तपाईँसँग पैसा छैन भने मात्रै। पैसा तपाईँसँग छ भने जबसम्म तपाईँ हात ठडाएर टाट पल्टिने हुनुहुन्न तबसम्म पैसा इन्सुरेन्स कम्पनी लिएकै गर्छ। त्यसको एगेन्स्टमा तपाईँ युरोपमा जानुभयो भने युरोपमा के हुन्छ भन्दाखेरि प्रिमियम तपाईँले तिर्नुहुन्छ महिनाको। तपाईँ बिरामी भयो भने हस्पिटल जानुहुन्छ, सर्टेन पैसा तिर्नुहुन्छ। त्योभन्दा माथि यदि तपाईँको बिल उठ्यो भने सरकार आफैले हेरिदिन्छ, त्यो इन्सुरेन्सले कभर गर्छ। औषधि पनि एउटा सर्टेन लेभलभन्दा माथि आयो भने गभर्मेन्टले त्यो सबै गभर्मेन्टको इन्सुरेन्स प्रोग्रामले सबै कभर गर्छ। तर तपाईँले त प्रत्येक महिना त्यही भएर त तपाईँले इन्सुरेन्स तिर्नुहुन्छ, त्यसको प्रिमियम भनेको पैसा तिर्नुहुन्छ। अब यहाँ गगन थापाको कुरा सुनौँ पहिला, यिनले के भन्छन् त भन्दा, आजको विषय मैले हेल्थ इन्सुरेन्सलाई छानेको छु। केही वर्ष अगाडि म स्वास्थ्य मन्त्री भएको मेरो अनुभव म त्यहाँबाट सुरु गरौँ। यति धेरैजना मान्छेहरू मैले भेट्थेँ जसले पैसा नभएको कारणले गर्दा उपचार बिचमा छोड्नु परेको र उपचार गर्दा गर्दै आफ्नो धन सम्पत्ति सबै सकिएको, बल्ल बल्ल मेहनत गरेर गरिबीबाट बाहिर निस्केको छ, कडा रोग लाग्यो, परिवारको कुनै सदस्यलाई उपचार गर्दै गर्दाखेरि घरखेत जाने स्थिति बनेको। हाम्रो विश्व स्वास्थ्य सङ्गठनले के भन्दो रहेछ भने एउटा नागरिकले खल्तीबाट कति खर्च गर्छ यसको आधारमा राज्यले आफ्नो भूमिका निर्वाह गरेको छ कि छैन भन्ने कुरा देखिन्छ। सामान्यतया 20% को हाराहारीमा खर्च गरेको हुनुपर्छ। हाम्रो सन्दर्भमा मोरलेस 57% भनिसके पछाडि 3 गुणा बढी छ। यसले पनि देखाउँछ। यसको समाधान के हो त भन्ने सन्दर्भमा चाहिँ स्वास्थ्य बिमाको कार्यक्रम पहिला मैले सुरु गरेँ, तर कार्यक्रमले मात्र हुँदैन, कानुनै बनाउनुपर्छ भनेर मेरै कार्यकालमा एउटा कानुन हामीले बनायौँ, जुन कानुनले के अगाडि सार्यो भने प्रत्येक नेपाली नागरिकको अनिवार्य रूपमा बिमा गर्ने र यो बिमाकोमा थोरै प्रिमियम आएको आधारमा प्रिमियम तिर्ने, जसले प्रिमियम तिर्न सक्दैन त्यो प्रिमियम चाहिँ जस्तो अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, अति विपन्नहरूको यो राज्यले तिर्दिने, जसले गर्दा सबैको बिमा भएको हुन्छ। र बिमाको कार्यक्रमलाई सफल बनाउनका निम्ति स्वास्थ्यसँग जोडेका थुप्रै कार्यक्रमलाई एकीकृत पनि गर्ने भन्ने सोचका साथ बिमाको यो कानुनै सुरु गरे। सुरुमा बिमाको कार्यक्रम राम्रोसँग अब सुनिहाल्नुभयो है, उहाँले के भन्दै हुनुहुन्छ भने प्रिमियम तिर्ने सबैजना मिलेर, अनि त्यस पछाडि एउटा बिमा हुन्छ, त्यसपछि बिमा त्यहाँबाट जम्मा भएको पैसाले चाहिँ बिरामी भएको मान्छेहरूलाई हेर्ने होइन। तर तपाईँले होइन सर्टेन पैसा चाहिँ यति % जस्तो तपाईँ बिरामी हुनुभयो भने हस्पिटल जानुभयो भने मानौँ तपाईँले 5,000 जति तिर्नै पर्छ होइन। 5,000 अब उठेको पैसा भनौँ न, 5,000 भन्दा कम तिर्न पर्यो भने तपाईँको खल्तीबाट जान्छ, 5,000 भन्दा माथि तिर्न पर्यो भने चाहिँ गभर्मेन्टले सरलासुरले हेरिदिन्छ। त्यस्तो तरिकाले संरचना हुन्छ। अब यो दूरगामी असर पर्ने किन भनिरहेको छु त मैले भन्दाखेरि यसले तपाईँको गभर्मेन्टले कसरी आफ्नो जनतालाई हेर्छ भन्ने कुरा कम्प्लिटली फरक हुन्छ। अमेरिकामा के हुन्छ, तपाईँ हस्पिटलमा जानुहुन्छ, हस्पिटलमा तपाईँलाई उपचार, तपाईँ यहाँ घाउ लाएर जानुभयो, घाउ लाएर अब त्यहाँ जानुभयो भने तेरो घाउ यहाँ रहेछ, म यसमा टेप टालिदिन्छु, त सन्चो हुन्छ, त जा भनेर पठाइन्छ। त्यो घाउले चाहिँ तपाईँलाई पछिसम्म असर गर्छ, त्यो हड्डीमा छोको छ कि छैन, यदि यसले अरू केही तपाईँलाई भएको छ कि भनेर उसले हेर्न कोसिसै गर्दैन, किनभने तपाईँलाई टालटुल घर जा सक्यो हुन्छ। यहाँ युरोपमा जानुभयो भने घाउ लागेको छ, त्यसले तपाईँलाई कति दूरगामी असर पर्छ, अरू कुरा केही ड्यामेज भएको छ कि छैन, उनीहरूले सबै हेर्छन्। किनभने उनीहरूले युरोपमा चाहिँ युनिभर्सल हेल्थ केयर सिस्टम जुन गगन थापाले कुरा गरिरहेछन्,
उनीहरूले तपाईँ ठिक हुनुहुन्न अथवा तपाईँको ठिक नहुने चान्स छ भने तपाईँलाई ठिक गराएरै छोड्छ। किनभने तपाईँ धेरै बिरामी भयो भने गभर्मेन्टको खाताबाट पैसा बढी जान्छ है। अमेरिकामा चाहिँ तपाईँको खल्तीबाट जतिसुकै जाओस् केही मतलब भएन, किनभने गयो त तेरो खल्तीबाट जान्छ, गभर्मेन्टको खल्तीबाट थोरै जान्छ भन्छ, उसले टालटुल पारेर पठाइन्छ। तपाईँलाई चाहिँ भविष्यसम्म लामो समयसम्म तपाईँ बिरामी भइराख्ने चान्स हुन्छ, तैपनि हस्पिटल जानुभयो भने टालटुल पारेर पठाइदिने काम हुन्छ। युरोपमा ठ्याक्कै त्यसको अपोजिट छ। तपाईँलाई ठिक गराउनु गभर्मेन्टको इन्ट्रेस्ट हो होइन। त्यहाँ चाहिँ त्यति मात्रै होइन, तपाईँ बाटोमा हिँड्नुभयो, घाटोमा खाल्टाखुल्टी छ, अब एक्सिडेन्ट भयो भने के हुन्छ? तपाईँ एक्सिडेन्ट भयो भने गभर्मेन्टको खल्तीबाट कति धेरै पैसा जान्छ, टन्नै जान्छ नि। त्यही भएर गभर्मेन्टलाई प्रेसर के गर्छ भने बाटो राम्रो राख, बाटोमा नियम कानुन राम्रो बना। हेर्नु है, नियम कानुन यस्तो चेन्ज हुन्छ कि अब अमेरिकामा तपाईँ जानु, म्याकडोनल्डमा जानुभयो भने तपाईँलाई चाहिँ हेल्दी खाना पाउनुहुन्न। म्याकडोनल्ड लगायत अरू धेरै फास्ट फुडहरूमा तपाईँले हेल्दी खाना पाउनुहुन्न। युरोपमा जानुहोस्, सर्टेन मापदण्ड हुन्छ, किनभने तेरो कारणले गर्दाखेरि मेरा जनताहरू बिरामी भयो भने कसको पैसा खर्च हुन्छ? गभर्मेन्टको पैसा खर्च हुन्छ। त्यही भएर त्यहाँ खसाउँछ। 100औँवटा केमिकल ब्रेडमादेखि लिएर दुनियाँ कुरामा हाल्न पाइन्न। तपाईँले लगाउने स्याम्पू, त्यसपछि मास्क, के अरे त्यो मुखमा लगाउने चाहिँ होइन अब के भन्छ लाली पाउडरहरू हुन्छ नि, त्यसमा 100औँ किसिमका केमिकल हाल्न पाइन्न जुन अमेरिकामा हाल्न पाइन्छ। किनभने त्यसको आधारमा मेरो जनता बिरामी भयो भने तिर्न त गभर्मेन्टले हो भन्ने प्रेसर गभर्मेन्टलाई पर्छ। भनाइका मतलब युनिभर्सल हेल्थ केयर सिस्टम हुनु र नहुनु भनेको गभर्मेन्टले कतिको कडी कसाउ गरेर आफ्नो देशको जनताहरूको बारेमा सोच्छ भन्नु हो। दूरगामी असर पर्छ, गभर्मेन्टको प्रत्येक डिसिजनलाई यसले असर गर्छ। यो गगन थापाले यहाँ बोलिरहेका छन्। अब हेर्नुहोस्, यो इम्प्लिमेन्ट गर्न एकदमै गाह्रो छ होइन, स्पेसली नेपाल जस्तो ठाउँमा जहाँनिर चाहिँ इन्कमको सोर्स छैन, मान्छेहरू धेरै होइन, कमाइ धमाइ छैन, थोरै काम छ, इम्प्लिमेन्ट गर्न गाह्रो छ। यति हुँदाहुँदै पनि इम्प्लिमेन्ट गर्न जरुरी छ। नेपाल त्यो एउटा कुरा त नेपालमा चाहिँ स्वास्थ्यमा त्यति धेरै खर्च छैन जति अरू देशमा खर्च हुन्छ है। त्यही भएर एप्लाई गर्न पनि केही न केही उनीहरूले सोचेकै होलान्। तर यो देशको लागि एकदमै दूरगामी असर पार्ने खालको डिसिजन हो। यो क्याजुअल्ली आयो होइन, अब उहाँले क्याजुअल्ली नै भनिराख्नु भएको छ, तर यसले देशलाई ब्याङ्क्रप्ट पनि गराउन सक्छ। किनभने तपाईँको इन्कम खासै भएन, अनि त्यस पछाडि चाहिँ तपाईँको चाहिँ खर्च होइन, मान्छे धेरै बिरायो भने खर्च बढी हुने भयो भने कसले तिर्छ त भन्दा गभर्मेन्टले तिर्छ। एउटा सिस्टम क्रास हुने चान्स चाहिँ हुन्छ। त्यही भएर एकदम सुझबुझका साथ चलाउनुपर्छ। सबै गभर्मेन्ट अर्गनाइजहरू ओइल जसरी छ, ओइल्ड मेसिन जसरी चल्नुपर्छ यसको लागि होइन। यो भनेको चाहिँ यो इम्प्लिमेन्ट मात्रै गर्नको लागि चाहिँ नेपाल एज अ कन्ट्री अपलिफ्ट भएपछि, करप्सन दलदलबाट यो अर्गनाइजेसनल स्ट्रक्चरहरूबाट एकदम स्मुथली चल्ने भएपछि यसले प्रपरली फङ्सन गर्छ। त्यसको भनाइको तात्पर्य अहिले नै हामी त्यसमा जान रेडी छैनौँ भन्ने होइन, तर यो सानो कुराले नेपाललाई एकदम लङ टर्मसम्म असर गर्छ। त्यही भएर यो भिडियो मलाई साह्रै इन्ट्रेस्टिङ लाग्यो। तपाईँ यसो सुन्नुहोस् उहाँले के भनिराख्नु भएको छ। अब अरू पार्टीहरूका मान्छेले के भन्छन् होइन, उनीहरूको भिजन के छ, तर मलाई चाहिँ यो अहिलेसम्म चुनावी माहौलमा आएको एकदम इन्ट्रेस्टिङ, सटिक र नेपाललाई दूरगामी हिसाबले असर गर्ने पोजिटिभ वेमा है, तर ह्यान्डल गर्न सकेन भने देशको इकोनोमी नै क्रास हुने खालको यो चाहिँ डिसिजन अथवा भनौँ न एउटा भावी प्रधानमन्त्री हुन चाहिरहेको मान्छेले गरेको एउटा पहल एकदमै स्वागत योग्य छ। केही अझै तपाईँलाई यसको बारेमा अलिक बुझ्न मन छ भने मलाई सोध्नुहोस् होइन, म तपाईँलाई एन्सर दिन रेडी छु। मैले यो पोस्ट गर्नुको कारण पनि धेरै मान्छेले यो बुझेका पनि हुन्नन् कि म युरोपमा पनि बसेँ अनि अमेरिकामा पनि बसेँ। त्यही कारणले मलाई यो डिफ्रेन्स चाहिँ अलिक क्लियरली अनि पोलिटिकल्ली पनि म अलिकति बुझ्ने कोसिस गर्ने भएको होला। केही न केही अन्डरस्ट्यान्डिङ छ, क्लियरली त नभनौँ। त्यही भएर कुनै क्वेसन छ भने मलाई सोध्नु है त। थ्याङ्क यू।